यो गाइस फेरि पनि वेलकम पाण्डा मामाको भ्लगमा। हिजोको भ्लगमा हेरेकै जस्तो पार्ट 2 को लागि चाहिँ निस्किदिएको तातो भएर हैन। अहिले हाम्रै गाउँको वरिपरि खेल्दैछौँ केरोल। सो हेर्नुहोस् ल, यहाँनिर हाम्रो नानीहरू खेल्ने ग्राउन्ड 3 साइड कति खेल्छ हेर्नुहोस्। वेदर हेर्नुहोस् कस्तो दामी है। आजको के हुन्छ गाइस तपाईँलाई थाहा होला। यो के हो, कुच्चो ब्रुम ओभर हुन्छ, यसको पनि खेती नै हुन्छ एक प्रकारको हो। बस्तीमा चाहिँ यही हुन्छ है, सबैको घरमा माछा कुवा हो। राम्रो दामी तरिकाले हेर्नुहोस् त, के दामी देखेको मेरो गाउँ त। तपाईँलाई पनि कस्तो लाग्यो भन्नुहोस् है। यस्तै हाम्रो चाहिँ अब गाउँठाउँमा चाहिँ तपाईँहरूले यस्तै घरहरू देख्नुहुन्छ, टाढो टाढो हुन्छ है। एकान्तमा जङ्गलको बाटो हेर्नुहोस् क्यारोल खेल्नु। यहाँ दुईजना बहिनीहरू कलकत्ता पढ्छ, यिनीहरू पनि छुट्टीमा आएको छ। खै एकैछिन नाम सम्रिक, तिमी कलकत्ता कुन युनिभर्सिटी हो? कलकत्ता युनिभर्सिटीबाट पनि क्यारोल खेल्न आएको छ। अर्को बहिनी के थियो हाम्रो नाम? निगा पनि छ हाम्रो बिचमा। निगा एकछिन, तिमी कलकत्ताबाट कुन युनिभर्सिटी? कलकत्ताबाट पनि छ हाम्रो। यहाँ चाहिँ हाम्रो फेरि हाम्रो फेरि यहाँ कालिम्पोङको पनि छ है। फेरि मेरो ठुलो भन्छ निगम निगा के चाहिँ ल जुङ हाम्रो बस्तीमा घर हुनु चाहिँ यही फाइदा हेर्नुहोस्। ग्रिन पी मटर हेर्नुहोस् त कस्तो दामी तरिकाले यहाँनिर। तल हेर्नुहोस् आलुबारी, यहाँ हेर्नुहोस् तोरी फुल्यो, तोरी बारीमा रमाइलो प्रकारले छ क्या। हेर्नुहोस् त सागसब्जीहरू हेर्नु न। अब यहाँनिर बस्तीमा हुनु चाहिँ यही फाइदा हो गाइस। तपाईँहरू सहरमा पनि बस्नुहुन्छ, तपाईँहरूले पनि पाउनुहुन्छ, खानु सक्नुहुन्छ। तर यहाँ चाहिँ अर्ग्यानिक हुन्छ नि त, गाईको मलमा है बनाएको उमारेको। हेर्नु अब यो आलुबारी रेडी हुँदैछ। अब आलु पानी हालिरहेको छ। सिमी हेर्नु, सिमी अब हेर्नु सिमी के चाहिँ खाउँ बस्तीमा चाहिँ गाइस। कुकुरको भाउ, तोरीबारी। फर्स्ट क्यारोल सुरु आजको हाम्रो चाहिँ रात द्या। हेर्नुहोस् त यहाँ अर्किड मात्रै फुलेको। यहाँ हाम्रो गाउँको हेनरी सरको घर हो यो चाहिँ। हेर्नुहोस् त फुल, सो हाउ ब्युटिफुल। दसैँ त सक्यो, रै पनि क्रिसमसको लागि फुलेको फुल के दामी देखेको परेकोमा। वाउ कति राम्रो फुल। सो गाइस यो चाहिँ मेरो घरमा केरल आइपुगेको। सो तपाईँहरूलाई मेरो घरमा केरल खेल्दै गरेको पनि देखाउँछु। यहाँ अनि हुनुहुन्छ, अनिको घरमा भर्खर सकेर चाहिँ हामी यहाँ गएको मेरो घरमा। सो अनि जानुहोस् न अगाडि, हल्का क्रिसमसको भाइब। सो तपाईँहरूलाई वेलकम पाण्डा मामाको घरमा। गीत गाउन आँटिरहेको छ। आइएम भेरी ह्याप्पी। यहाँनिर भालु पिजु पनि छ, सो गीत गाउनु लागिरहेछ। कुन चाहिँ गीत हो? यहाँ को हुनुहुन्छ? ल्याइसक्नु भएको एकछिन छिटो आपा आउनुभयो। ओ विश्वासी हो मेरो घरमा हो, पाण्डा मामाको घरमा। अनि दिदी भेना भएको सानो मानिस केटो सबैलाई तपाईँले धेरै अनुग्रह गर्नुभयो। अनि भेनाको परिवारलाई पनि तपाईँले धेरै आशिष दिनुभएको छ। धन्यवाद छ यस दिदी भेना उहाँको परिवार सबैलाई। अनि जति पनि आफ्नो त्यो प्रियदर्शन दानहरू टाढा नजिक छोडेर बस्नुभएको छ, हरसँग तपाईँ रहनुभयो, तपाईँलाई धन्यवाद छ। कतिवटा विगत समयहरूमा दुःख कष्टहरू आए, समस्याको कुराहरू आए, दुःख बिमारको कुराहरू आए, तर तपाईँ उहाँहरूलाई तपाईँले कहिले पनि साथ छोड्नु भएन।
उहाँहरूसँग रहनुभयो। तपाईँ बिरामीहरूको निम्ति तपाईँ डाक्टर हुनुभयो भने तपाईँले हरेक समस्याहरूबाट तपाईँ समाधानको बाटो तपाईँ बनिदिनुभयो। यसको निम्ति हामी तपाईँलाई धन्यवाद दिन्छौँ। अझै जसरी हामी नयाँ सालमा हामी प्रवेश हुन्छौँ भने तपाईँको नयाँ आशीर्वाद चाहिँ बढ्दै जाओस्। हामी यसरी तपाईँलाई अठारदेखि लिएर 23 पदसम्म मत्ती 1:18 देखि 23 यसको शीर्षक रहेको छ येशूको जन्म। येशू ख्रीष्टको जन्म यस प्रकारले भयो। उहाँकी आमा मरियमको मगनी युसुफसँग भएको थियो, तर उनको विवाह हुन अघि मरियम पवित्र आत्माद्वारा गर्भवती भएका थाहा भयो। तर तिनका पति युसुफ धार्मिक मानिस भएको यहाँ आप्पाले केरोललाई चाहिँ मिठाई पोल्नु भएको रहेछ। सो आमा यो के भन्छ आपा यसको नाम? खाप्से खाप्से हुन्छ। सो यहाँनिर आमाले चिया रेडी गर्नु हुँदैछ। यहाँ सबै पाण्डा मामाको घरमा सबैले इन्जोय गरिरहनु भएको छ। सो यहाँनिर मिठाई छ। यहाँ हाम्रो अनि हुनुहुन्छ, यहाँ बहिनीहरू पनि छ। सो यहाँ सोबोलोको यहाँ चाहिँ मेरो पाण्डा मामाको आप्पाको कान्छा भाइ हाम्रो एल्डर सोबोल लेप्चा। यहाँ मेरो अक्कु, यहाँ मेरो भाइ पौल लेप्चा। मिसेस जेरोड इज हियर, मेरो केटाहरू हो। सो यहाँ ठिकै छ, इन्जोय गरिरहेको छ। अनि पनि हुनुहुन्छ यहाँ चाहिँ। अब हामी हल्का यहाँ आप्पा आमाले मिठाई पोल्नु भएछ। हामी केरोल टिम। सो वी आर इन्जोइङ हियर मजाले। यहाँ जरा दालाई थ्याङ्क यू, ब्रुन दालाई थ्याङ्क यू उहाँहरूको योगदानको लागि। यतिको त दामी हो नि है नेपाली योगदान। हाम्रो दा रुबेन कहाँ छ? मेरो भानिज हेर्नु न छु। ठिक छ, तिमी पानी खायौ डल्लै? ल पाण्डा मामाको घरमा। ल हामी चाहिँ केरोल खेल्दै खेल्दै धेरै घर घुमिसक्यौँ। यहाँ मेरो भाइ पौल भाइसँग पनि जोइन गरेर हामी अघिदेखि केरोलमा छौँ। सो तपाईँहरूलाई इन्ट्रोड्युस गराउँछु मेरो सोना मामा। सोना मामा यता हेर्नु न प्लिज। सोना मामा मेरी क्रिसमस। यहाँ मेरो सोना मामालाई भेटेँ आफ्टर लङ टाइम। मेरी क्रिसमस। मामाले पनि जोइन गर्नुभयो, खुसी लाग्यो। मामा एकछिनलाई पानी पनि छ, जोगेर हिँड्ने सिन हो यो चाहिँ। अलैँचीको पानी हेर्नुहोस्, बस्तीमा चाहिँ यही हो। यहाँ चाहिँ गाइस फेरि पनि हामी मेरो भाइ पिके प्रकाशको घरमा आएको छु। वान अफ द माई फेभरेट पर्सन है पिकेको घरमा। अन्त यहाँ नियम हुनुहुन्छ, सिज फ्रम नेपाल इलामबाट। यहाँनिर हामी चिया खाँदैछ, यहाँ मम्मी छ। हामी यहाँ हेर्नु बिस्कुटहरू मात्रै हेर्नु। ल मामा पिकेकोबाट बिस्किट मामा यहाँबाट यसो। सोना मामा ग्रेट टु सी यु वान्स अगेन आफ्टर लङ टाइम। सोना मामा छेउम छ यहाँ। कहाँ हो यता? अब राम्रो गीत छान्नुपर्छ है यहाँ। सो हामी यहाँ चिहाल्नु। लु वा पिके यहाँ छ नि त मेरो पिकेले हेर्दैछ। पिके नयाँ किचनमा केही छैन, हामीले यो किचन नयाँ बनाएको छ मेरो भाइले। सो केही छैन, हामी फर्स्ट होला। ल खुवाइ थ्याङ्क यू पिके। Give me
कतिसम्म विराजमान हुने जीवित दयालु पवित्र परमेश्वर, हामी तपाईँलाई हाम्रो हृदय खोलिकन हामी मुरी तपाईँलाई धन्यवाद टक्राउँछौँ। हामीलाई फेरि पनि आजको दोस्रो दिनको सुरुको परिवारदेखि लिएर फेरि पनि यस अन्तिम परिवारसम्म तपाईँको खुसियाले सुसन्देशलाई सुनाउँदै फेरि पनि यहाँसम्म तपाईँले ल्याइ पुर्याउनु भयो। हामीलाई कुनै पनि बाटोघाटो यात्रामा कुनै चोटपटक ठेस लाग्नुदेखि तपाईँले बचाउनु भयो। हामीलाई सुरक्षितसँग तपाईँले ल्याइदिनु भयो। विशेष गरी तपाईँलाई धन्यवाद टक्राउँदछौँ यस परिवारको निम्ति। तपाईँले आफ्नो छोराछोरीहरूलाई तपाईँले धेरै सुरक्षा राखिदिनु भयो, शरीरमा स्वास्थ्य दिनुभएको छ। थ्याङ्क यू सो मच प्रभु। अनि विशेष विगत समयमा ल सबैलाई फेरि पनि केरलको सेकेन्ड पार्टमा तपाईँलाई एन्डिङ घर केरलमा हामी आइपुगेछौँ, जस्टिन दाजुको घर। सो हामी यहाँ खेल्न गइरहेछौँ। यो चाहिँ एन्डिङ हो आजको केरल। सो तपाईँलाई धन्यवाद, तपाईँले हेरिदिनु भयो। कस्तो लाग्यो सेकेन्ड पार्ट मेरो केरल टिमको है, यसको लागि थ्याङ्क यू सो मच तपाईँलाई। पण्डामामाको भ्लगमा तपाईँ रहिदिनु भयो, धन्यवाद। यो अब भोलि हामी ल्याङ्ग्रेनको घर हामी अर्को पार्ट 3 आउँदैछौँ। सो प्लिज त्यहाँसम्म रहनु होला। गुड नाइट एभ्री वान।